फेरिको केक खान त्यो सन्दीप भलकले भगाउन हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम फिट अनि फाइन छु गाइज। आज चाहिँ मेरो कान्छी बहिनीको बर्थडे क्या बर्थडे हो, त्यही भएर आज चाहिँ केक बनाउँदैछौँ कि यहाँ केक बनाउँदैछु। यहाँ केकको लागि यो तयारी हुँदैछ। ओ हेलो साथीहरु, तैँले केक बनाउनु जानिस्? हेर न लास्टसम्म केक बनाउँदैछन् अनि कसरी बनाउँछन् म तपाईँलाई देखाउँछु। यहाँ चाहिँ के गर्दैछु यहाँ ओहो अँधेरो छ चिनी पकाउनु लागि। यो चाहिँ मेरो कान्छी बहिनीको छोरी। हेलो भनिदियो, हेलो भनिदियो। अलि अरूसँग मानिदिनु। हेलिदियो, हेलो भनिदियो, हेलो भनिदियो। काली के गरिछु वा यता हेर त। हेलो गाइज भन, हेलो गाइज भन, हेलो गाइज भन भन्छन्। यिनले चाहिँ यहाँ चाहिँ केक बनाउँदैछन् कि यहाँ ढाकेर राख्यो नि, त्यहाँ चिनी पकाल्दैछन्। अनि केक कसरी बनाउँछन् गाइज, घरको अर्ग्यानिक केक कसरी बनाउँछन् म तपाईँलाई देखाउने छु गाइज, देखाउने छु। अनि आज बहिनीको बर्थडे, कुकुर त काटे छैन तर मासु चाहिँ ल्याएँ। अनि स्प्राइट ल्याएछौँ, स्प्राइट खानुपर्छ आज। लुकी चोरी खानुपर्छ आज गाइज। हो त्यही हो अन्त। हेलो भनिदियो, हेलो भनिदियो। ओए काली तिम्रो नाम के अरे? के हो रे? के अरे? लियाना हो। यहाँ आऊ त, उठेर यहाँ आऊ यहाँ ल उता फर्केर हेलो गाइज भनिदिऊ। हात हल्लाएर के हेलो गाइज भनिदिऊ। हेलो गाइज भन्नु पर्दैन के अरे? अलि टाढो भन त, हेलो गाइज भन। बजाऊ त ए धरुले मान्छे, ए बुक्नु मान्छे कति नाम्री हुन् क्या, नाम्री मान्छे। त्यो चाहिँ अलि काली तर छोरी अलि राम्रो रहेछन् कि कति नाम्री हुन्। यता हेर त, पानी हो गाठी नचला कि त्यो पानी हो क्या, पानी खेलाउनु हुन्न। छि फोरी केटी किन रोछु भनिदिऊ। यिनीहरूले चाहिँ यहाँ चिनी पगाल्दैछन् केक बनाउनलाई। ओ ला तेरो छोरी ला, यहाँ रोइन हेर्न सक्नुहुन्छ। यो अलिकति काली हि छोरी चाहिँ अलि राम्री हिँड के। यता हेला यस्तो काला कसरी जन्म होला नि। मलाई त्यही जोग्दा अचम्मै लाग्छ क्या गाइज, त्यही अचम्म लाग्छ। आमा मम्मी चाहिँ काली छोरी चाहिँ सेती के गाइज। कसरी हुन सक्छ यो? कसरी हुन सक्छ? खै कसरी भयो यो चाहिँ केकको लागि बनाउँदैछन् क्या। यो पनि अर्ग्यानिक काली हिँडेर खै यो पनि खै। यता हेर्नु, यता हेर्न के भयो पोलो। अनि त्यो ढङ्गा धेरै भएपछि यस्तै हुन्छ भन्छन् कि, त्यही हो ढङ्गा धेरै भएपछि गाई चाहिँ यस्तै हुन्छ। चिनी पनि भइसकेको छ, चिनी पनि भइसकेको कि। चिनी केकको लागि चाहिँ तयारी हो कि, यो तयारी हुँदै रहेछ कि। यहाँ जमोकै यो के हो र, कति धेरै हो त्यही पनि जमेर होइन यस्तो बनाउनु कि। अनि फाइनली गाइस चिनी पकाल्यो। अब यहाँ अब केक बन्दैछ कि गाइस, केक बन्दैछ। कसरी बनाउँछन् म हेर्छु है, कसरी बनाउँछन् म हेर्दैछु। अनि फेरि मैले नि यस्तै गरेर बनाउने छु के गाइस केक। यसमा चाहिँ ब्रेड, दुध र अन्डा हालेछन् कि, चिनी। अनि अब यो फेरि चिनी पकाल्यो कि यसमा चाहिँ केक बनाउँदैछन् कि। अनि यो कसरी केक हुन्छ, यो चिसामा राखेर जमाउने होइन र, ताताले जमाउने हो। ओ चलाउने जेठो दाइले हेर अरे, हेर्नुहोस् भन्ने होला के अरे। यस्ता त बहिनी छन्, कान्छी बहिनी भने मैले माया गरेँ नि। मैले त मलाई फेरि हेप्सी यो के गरे। अब यसलाई तातो पानीमा चाहिँ
तातो पानी मुनिया तताएर यसलाई तातो पानी भित्र राख्छन् नि हो तातो पानी भित्र राखेर यसलाई बाफले पकाएर चाहिँ उस गर्यो भने क्या जमाउने अरे अब हेर्न सक्नुहुन्छ कसरी हाल्छन् यिनीहरूले यसलाई त्यही पछि फेरि कसरी पाकेर अनि निकाल्छन् म हेर्छु गाई हेर्छु होइन कि यहाँ म हेर्न लागेको थिएँ कि ओ पानी छिटो तताउ यसलाई उम्लेपछि राख्ने त्यहाँ ए उम्लेपछि राख्छन् क्या यहाँ हाल्दैछन् कि यिनीहरूले यहाँ हाल्दै होइन कि यहाँ माथि अर्को स्टिमको भाँडो राखेर त्यसमाथि यो राख्ने अरे क्या तातो पानी यहाँ राख्ने होइन अरे मैले त देखेको थिएँ अब यस्तै छ कि यहाँ फेरि अब हाम्रो जान्ने कि छैन कस्तो के हो अनि त्यही भएर होइन यहाँ मासु पनि ल्याएछन् कि हाम्रा बाख्राको चिच्ची मासु चिच्ची मासु ल्याए नि यहाँ हेर्दैछु कि कस्तो भयो के रहन्छ कि अझै भएको रहन्छ होइन अहिले एकछिनमा हुन्छ अनि म तपाईँहरूलाई सबै देखाउँछु गाई पोलो पोलोको बेसी पोलो के एकछिन पकाउने नकाट्दै एकछिन पकाउने पकाएपछि अझ 5-10 मिनट पकाएर भइहाल्छ अहिले बफार उतार्न अहिले आएको छैन साह्रो हुन्छ अलि चिनी चाहिँ कम भयो जस्तो कम छ कि हुन्छ यहाँ रहेछ नि चिनी कम रहेछ मलाई भनेर लिएर अलि पाकेर हुन्छ पाएको भनेको त पाकेर हुन्छ मेरो कुखुरामा लोइदियो माग्न जामलाई मर्यो अन्तिममा प्लेट कहाँ खुल्न जानु प्लेट कहाँ केक चाहिँ अरे कि यो केक हो अरे केक ढोका छिटो निकाल कस्तै निकाल्छन् म सिक्दैछु नमस्ते अनि यहाँ फेरिको केक खाना आएन कि फेरि अन्त कहाँ चाहिन्छ केक अर्की कहाँ अर्की यहाँ है अनि यहाँ केक केक काट्दैछन् कि केक काट्दैछन् केक यो चाहिँ हाम्रो हो कि त्यो सन्दीप भलकले भगाउन खोजेको चाहिँ यसलाई हो कि भगाउन खोजेको यता त ओ यसो बनाउँदैन त केक यसले गोटी लाछु यसले गयो बाहिर हाली यसले पक्कै मन लाग्यो टालो टालो देख्नको माना नि वाउ के केक चाहिँ कडै बनाएछ नि अर्ग्यानिक केक हो यो अर्ग्यानिक केक बहिनीको होइन एल्जाको कडामा चलाउनु क्या महँगा बसाउने छ हेर्नु न केक चाहिँ बवाल बनायो कि यिनीहरूले होइन अब उस गरियो कि स्प्राइट बिहान चाख्छु म पहिला मैले चाहेपछि बल्ल अरू चाख्छु धेरै खानुहुन्न कि त्यहाँ चाख्ने मात्रै हो यो कति चिज होइन कि त्यसैले डे टु यु मेरै बर्थडे छ डे टु यु भन भन्नु मेरै हो म बस्यो त्यहाँ अगाडि यत्रो केक ल्याएँ भन्नु यहाँ नामै लेखेँ होइन लेखिदिउँ यहाँ
यता चुर्नी छ्या छोराका चम्चाले चम्चा ल्याउको चम्चा छैन र चम्चा बेडले यस्तो चर चर पारेर टेकान टेकान दियो भटे जाऊ त उस लिएर चम्चा लिएर ये एयरपोर्ट दी लेखिया यार ये ये देखिया कि ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु कसो बर्थडे आइछ र चम्चा ल्याउनु भयो के हैप्पी बर्थडे टु यु हैप्पी बर्थडे टु यु खै त अरूलाई बोलाउ नि त पहिले सुरु गर्ने सफ्ट भयो कतिखेर खाम भन्ने भयो कपालको थुक मिला आउनु के मम्मी एक्सपेरिमेन्ट अहिले लामो काटेन पनि थित्रीको चोरो काटी गालान बोलाएको बोले रिस आउनु के बुवा ह्यापी बर्थडे मम्मीले बोला न बोले सर तिमी छोरीले जाऊ त ह्यापी बर्थडे ह्यापी बर्थडे टु फेरि कस्तो मम्मीले फोन गर्नु छोरा दिन्छु के ह्यापी बर्थडे त पहिला आफ्नै छोरीलाई दिन्छ न रे यस्तो एक ल मम्मी 1000 रुपियाँ निकालिहाल्नु है होइन कि यस्तो गरेर टिको ल बाबालाई नि बोला न ट्याक ट्याक 1000 आउनु के बुवा 1000 ये के ओडिन के यस्तो त हुन्थ्यो टिको मिठो ह्यापी बर्थडे टु यु खै त बाबालाई दिएको त बुवा आउनु हुन्छ है आउँदैन 2000 अन्ना के आयो अन्ना के मलाई दिनु केक भ्याइन लगाइसकेको अनि काटेर दिन्छु भनेको नाटक गर्छु हेर्नु न ओइ यो त पुरै फिल्मी जस्तो डायलग जस्तो हो दिन अब दिन केक त भ्याइन लाग्यो केटी लाइस मेटी एल्जा यहाँबाट मैले चन्दन आउनु यहाँबाट पाइराख्यो रोक्न यहाँ सुन्न सुन्न यहाँबाट यस्तो काट्छु ल खाइरहेको म काटेर दिन्छु यस्तो काट्छु भन्नु ल ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु 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 सम्झनालाई आइज ह्याप्पी बर्थडे टु यु सानोवालाई यसलाई सुत्न खोल्छु यसलाई उस गर्दै ल ओए अब बर्थडे गर्ल तिमी छोरीलाई अनि फाइनल गाइस अब यो खायो अब भात खानुपर्छ क्या अनि यो भात पनि खानु पऱ्यो नि त फाइनली यहाँ मासु र भात ल परि झेल्दै यति देखाएँ विचार करिस्मा जति तिनटा चाड गिलास मारेर ओइ त्यत्र मारे हो एउटै छैन तै खाने ओइ खाने अनि फाइनली गाइस आज चाहिँ अब मासु खाइयो बर्थडे मनाइयो आजलाई भिडियो यति नै हुन्छ गाइस जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह प्रतिक्रिया दिन चाहिँ नबिर्सनु लगाइ आजलाई भिडियो यति नै च्यानलमा कोही नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरी साइडमा बेल आइकन थिचिदिनु होला गाइस आजलाई भिडियो यति नै जय नेपाल।